नारायणघाट मुगलिन सडक खण्ड सञ्चालनमा आएको छ। सडकमा खसेको ढुङ्गा हटाउन बिहिबार बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म सडक बन्द गरिएको थियो। उक्त स्थानमा ढुङ्गा झर्न र 55 लङ बुम एक्सकाभेटर प्रयोग गरिएको थियो। 12 चितवन सडकमा खसेको ढुङ्गा पञ्चायतसँगै नारायणघाट मुगलिन सडक खण्ड सञ्चालनमा आएको छ। सडक डिभिजन कार्यालय भरतपुरले सडकमा खसेको ढुङ्गा हटाउनका लागि बिहिबार बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म सडक बन्द गरिएको थियो। कार्यालयको जारी गरेको सूचना अनुसार मुगलिन नारायणघाट सडक खण्डको 3 खोला पुल नजिकै पोहोरमा देखिन्छ। उक्त स्थानमा कुनै पनि समयमा माथिबाट